उता हेर्नु न शुभ कति दिनपछि आज निनीको घर आएको अरे हेर्नुहोस् मकै त कति राम्रो राम्रो मभन्दा नि अग्लो अग्लो भएछ यता नि छिर्ने ठाउँ यता नि छिर्ने ठाउँ मलाई चाहिँ लागिरहेको छ यो चाहिँ बेडरुम अनि यो चाहिँ किचन अनि त्यसपछि यो सानो चाहिँ टोइलेट लागिरहेछ क्या मलाई चाहिँ ओ यो त गाउँबाट ल्याएको लोकल अरे त यत्रै हुन्छ बढ्दैन ठुल्ठुलो हुन्छ नि त्यत्रोभन्दा ठुलो हुँदैन नि त यो सानो खाएर धेरै चिचिलो लागेको छ नि कति दिनपछि आज निनीको घर आएको अरे हेर्नुहोस् मकै त कति राम्रो राम्रो मभन्दा नि अग्लो अग्लो भएछ यहाँ चाहिँ निनीले दिनुभएको अरे जग्गा घर बनाउनको लागि अनि मकै चाहिँ फलिसक्यो कति राम्रो राम्रो उता फुल्ने छ यहाँ काउली धनिया साग खोइ कहाँ छ सागहरू छ काँक्रा छ घिरौला जस्तै छ मकैहरू यो चाहिँ निनीले बस्नुको लागि जग्गा दिनुभएको चाहिँ खाली अनि जग्गा मैले चाहिँ लागिरहेछ यहाँ चाहिँ यसरी बारेको मात्रै छ नि त मलाई चाहिँ यता छिर्ने ठाउँ यता नि छिर्ने ठाउँ यता नि छिर्ने ठाउँ मलाई चाहिँ लागिरहेको छ यो चाहिँ बेडरुम अनि यो चाहिँ किचन अनि त्यसपछि यो सानो चाहिँ टोइलेट लागिरहेछ क्या मलाई चाहिँ म चाहिँ हेर बाँदर जस्तै चकचक पनि कति चकचक होला यो बनाउनु त बा भिडियो मेरो नि खुसी लोकल कुखुरा हेर न यहाँ ओ यो त गाउँबाट ल्याएको लोकल अरे त यत्रै हुन्छ बढ्दैन ठुल्ठुलो हुन्छ नि अनि खोरमा राख्नु पर्दैन मकै हेर नानी हो अनि खोरमा चाहिँ किन नराख्नु भएको अरे यहाँ हेर्दै एउटै बोटमा शुभमको तिख्रा भन्दा ठुल्ठुलो छ यहीँ कतिवटा 6वटा रहेछ होइन कुखुरा अनि कुखुराको घरभित्र राख्नु पर्दैन नि डुलाउनु भएको ऊ माथि छ त पहिला राखेकोमा आऊ त पहिला राखेकोमा अब यो कति दिनपछि खानुहुन्छ यस्तो गर्न सक्नुहुन्छ अब 15 दिनपछि चाहिँ अबको 10 दिनपछि चाहिँ सबै खानुहुन्छ नानी यता अब 10 दिन पछाडि खानुहुन्छ त्यत्रो देखेको यो शुभम यहाँ हेर है उठा त शुभमको तिख्रा भन्दा ठुल्ठुलो छ तिम्रो तिख्रा भन्दा ठुलो छ यहाँ
काँक्रा चाहिँ कहाँ छ काँक्रा हेर्नु आउँदै मैले देख्न अघि भिडियो बनाउँदाखेरि कोपीहरू पनि बुढो भएछ अनि यहाँ राख्छ त यी कुखुरा यो भित्र अघि उ त्यो डुलिरहेको त्यही कुखुरा हो यहाँ यता देख्दैन काँक्रा है यो त लागिरहेको छ शङ्का अब 15 दिनमा चाहिँ त्यो टिप्नु बेला हुन्छ त्यत्रोभन्दा ठुलो हुँदैन नि त यो सानो खाएर होइन धेरै चिचिला लागेको छ नि ए शुभम त्यहाँ कहाँ माथि चढेको त्यस्तो हुन्छ उ त्यस्तो हुन्छ उ त्यही कङ्कुरेहरू भुइँतिर लडिरहेको छ सबै सिधा हुँदैन नि यो फेरि के भयो नेपाली त किन चिचिला भयो हाम्रोतिर त यस्तोलाई त खिराउला भन्थ्यो पहिला पहिला काँक्रा चाहिँ यत्रो यत्रो ठुल्ठुलो हुन्थ्यो लोकल हो कि घिरौला होइन घिरौला उ त्यहाँनिर रहेछ उ त्यहाँनिर दुईटा छ सबै लाग्दैन यस्तो अलिक ठुलो धोएर खानु करप करप हुँदैन सोल्टिनी यस्तै हो कुनै यो त बढ्दैन अब कोही न पो सुरु गर्छ यो त बढ्दैन त यो त दुईदिन न ल धोएर लु अब यो त धुनु बिउ राखेको यो पाक्नु लागेको छ यो कतापट्टि चाहिँ भोको बनाउनु अलिक धौलो हिसाब निकाल्ने सबै शुभमले गनेर चड्काएर म भन्दैछु त्यो बास पडक्क भएर लत्के चाहिँ भने नि म बेन्सा दिदीले कति निकाल्यो कतिवटा पुऱ्यायो खुसीले कतिवटा पुऱ्यायो गोठाला लागिरहेछ नि त तर एक दुई दिन हो क्या उनीहरू ठाउँ चिनेपछि भाग्दैन हो पर्सि भन्नुहुन्छ कि यिनीहरू त्यो शुभमको कतिवटा शुभम बाँसमा नचढ मात्रै बाँस पड्दिन्छ अनि थाहा छ बाँस पड्किन्छ त्यो बाँसमा चाहिँ नचढ है